मेरो नाम चाहिँ समरजित शाह हो। म चाहिँ अहिले एमबीबीएस पढ्दैछु सीएमसीमा। मैले आफ्नो +2 चाहिँ प्रसादीबाट गरेँ र मैले चाहिँ एसएलसी मैले आफ्नो जनकपुरको न्यू इङ्ग्लिस भन्ने छ स्कुल, त्यहीँबाट मैले गरेँ। यो चाहिँ मेरो सर्ट इन्ट्रोडक्सन हो है। ल अब म आज केही टपिक लिएर आएको छु। त्यो टपिकको नाम के हो भन्दाखेरि एसेसमेन्ट अफ डेभलपमेन्ट। ल योमा चाहिँ के पर्छ त? ग्रस मोटर, फाइन मोटर, सोसल, ल्याङ्ग्वेज र टोइलेट ट्रेनिङ है। अब सबभन्दा पहिला हामी आउँ यहाँ ग्रस मोटरमै। ग्रस मोटर, त्यसपछि फाइन मोटर डेभलपमेन्ट, सोसल डेभलपमेन्ट, त्यसपछि ल्याङ्ग्वेज, अनि अब आऊ हेरौँ है। ग्रस मोटरमा हामीले के याद गर्यो? यो सब मन्थमा हो है। यो मन्थमा अब हेरौँ के याद गर्यो? 3, 5, 6, 8। अब अर्को भनेको मोटरमा के याद गर्ने? 46, अर्को भनेको 236, अर्को भनेको 1346। अब यो सब त्यसो सबमा सेम हुन्छ। 5 इयर चाहिँ के छ? ग्रसमा छैन। यति चाहिँ याद गर्यो। अब हेरौँ सबभन्दा पहिला एकदम ग्रसमा के छ? 3, 5, 6, 8। ल अब हेरौँ यो ग्रस मोटरमा हेरौँ 3, 5, 6, 8। ल यो छैन, यहाँबाट सबमा सेम हुन्छ, त्यही भएर मैले यसो गरेँ है। अब हेर 3 मा चाहिँ के हुन्छ भन्दा पहिला नेक होल्डिङ, बच्चाले नेक होल्डिङ गर्न थाल्छ। त्यसपछि 5 मन्थमा चाहिँ के गर्छ? रोल्स ओभर गर्न थाल्छ। अब हेरौँ है 6 भनेको मतलब हुन्छ नि त 3 × 2 भन्छ नि 6 हो। यस अब 3 भनेको ट्राइपोड हो, ट्राइपोड फेसनमा बस्छ बच्चा भनेर सोच्ने। ल अब हेरौँ 3 मा के हुन्छ? विथ मतलब कि विथ ओन सपोर्ट बस्दिन्छ, त्यसलाई भन्ने 6 मन्थमा। त्यस्तै गरी 6 पछि कुन मन्थमा आउने त? त्यसपछि आउने हामी मतलब कि 8 मन्थमा र 9 मन्थमा है। अब यो मन्थमा चाहिँ के हुन्छ त? विथआउट सपोर्टमा बस्छ बच्चा। बसिसकेपछि के हुन्छ? बच्चा उठ्छ। यस त 9 मन्थमा के हुन्छ? स्ट्यान्ड्स विथ सपोर्ट। यस अब त्यसपछि चाहिँ 12 मन्थमा चाहिँ के हुन्छ त? स्ट्यान्ड्स विथआउट सपोर्ट। अब यहाँसम्म कुनै पनि समस्या छैन। ल अब आउँ 12 महिना। अब 12 महिना सक्यो। नाउ 15 मन्थमा के हुन्छ त? वर्क्स एलोन, बच्चासँग आफैले मतलब कि हिँड्न थाल्छ। यस त्यसपछि के हुन्छ त? 18 महिनामा दौड्छ। अब यहाँ हिँड्यो, अब यहाँ दौड्यो, सक्यो। अब आऊ यसपछि 2, 3, 4। अब 2 वर्ष, 3 वर्ष, 4 वर्षमा अब है। अब हेर 2 वर्षमा के हुन्छ त? वर्क्स अप एन्ड डाउन स्टेयर के 2 फिट पर स्टेप आउँछ नि। अचाउहरू बिस्तारै माथि चढ्छ भन्ने मतलब कि सम्झिने। 2 फिट पर 1 स्टेप के 1 स्टेपमा डबल फिट राख्यो, फेरि अर्कोमा चाहिँ डबल फिट राख्यो। सक्यो। अनि यहाँ चाहिँ जम्प्स हुन्छ के? वर्क्स, रन्स, जम्प्स हुन्छ है। अब त्यसपछि 3 मा चाहिँ ट्राइसाइकल के नाममा 3 छ नि त। यस त्यसपछि ट्राइसाइकल सम्झिने। 3 मा ट्राइसाइकल के गर्छ? राइड्स गर्छ। अब हेर 3 मन्थमा चाहिँ जसरी हामी माथि सिडीमा चढ्छौँ बच्चाहरू त्यही वेमा माथि चढ्छ सिडीमा। र 4 मन्थमा चाहिँ 4 मन्थ होइन कि 4 इयर र 3 इयर है। यहाँ मैले पहिले भन्दैछु इयर है। अब 4 वर्षमा चाहिँ के हुन्छ? मतलब डाउन स्टेयर जसरी हामी माथि गयो त्यो 3 मा हुन्छ। हामी मतलब कि हामी आउँछ नि त अल्टरनेट फिटले गरेर, अनि त्यो तरिकाले चाहिँ बच्चा चाहिँ डाउन स्टेयर्स चाहिँ गर्छ। ग्रस मोटर यति हो, सक्यो। यस अब हामी फाइन मोटर डेभलपमेन्ट हेरौँ है। अब फाइन मोटरमा के पनि याद गर। पहिला हेरौँ त्यहाँ भनेको थिएँ मैले 4 6 नयाँ छ। यस सक्यो। अब हेरौँ 4 मन्थमा चाहिँ बाई डेक्स्ट्रस रिच। ल अब 6 महिनामा चाहिँ युनि। बाई भन्यो कि दुवै हातले। यस रिचिङ फर द अब्जेक्ट विथ बोथ ह्यान्ड्स के। यस त्यसपछि 6 मन्थमा चाहिँ विथ ओन्ली 1 ह्यान्ड के। सक्यो, द्याट्स अल। अब 9 मन्थ र 12 मन्थको याद गर्ने। 9 मन्थमा के हुन्छ त? पिन्सर कुन त हो? पहिला चाहिँ 9 मन्थमा चाहिँ के हुन्छ त? यस इम्याच्योर ग्राफ्स। त्यसपछि 12 मन्थमा चाहिँ के हुन्छ? म्याच्योर ग्राफ्स। रमै 15 महिना, त्यसपछि 8, त्यसपछि यस अब 15 महिनामा अब हेर यहाँबाट टावर सुरु गर्ने के। त टावर अब हेर 15, 8, 2, 3, 15, त्यसपछि 18 महिना। यस त्यसपछि चाहिँ 2 वर्ष र त्यसपछि चाहिँ 3 वर्ष है। अब 15 महिनामा चाहिँ 2 ब्लक भनिदिने। त्यसपछि यस मतलब कि 18 महिनामा चाहिँ मतलब कि 3 ब्लक भनिदिने के। यस अब त्यसपछि 2 मा चाहिँ अब यहाँबाट मल्टिप्लाई बाई 3 हानौँ न। त्यहाँ पनि थियो कति 3 आइरहन्छ। ट्राइपोड उता पनि थियो। अब यहाँ त्यसरी गरौँ न। अब 2 × 3 गर्दाखेरि 6 ब्लक हुन्छ। अब यही पारामा 3 × 3 गर्दाखेरि 9 ब्लक्स हुन्छ। सक्यो। अब यो सब त याद भइसक्यो। यस अब त्यसपछि याद गर्ने हामी 3 इयर, 4 इयर, 5 इयर। हेरौँ है। अब 3 इयरमा चाहिँ के हुन्छ त? कम्पिस सर्कल। पहिला बच्चाले के गर्छ? कम्पिस सर्कल बनायो। यस त्यसपछि के हुन्छ त? कम्पिस द क्रस। अब त्यसपछि के हुन्छ? कम्पिस ट्रायङ्गल। अब त्योभन्दा पनि पहिला के याद गर्ने? 4 इयर, 5 इयर है। अब 4 इयरमा के याद गर्ने? ब्रिज विथ ब्लक्स के। त्यो ब्लक्सले ब्रिज बनायो कि। यस त्यसपछि 5 इयरमा चाहिँ के हुन्छ? गेट विथ ब्लक्स। द्याट्स अल। ल यति याद गर्नु पऱ्यो। फाइन मोटर डेभलपमेन्ट पनि सक्यो। फाइन मोटर अब हेरौँ। फाइन मोटर डेभलपमेन्ट मैले फर्स्टमा भन्न बिर्सेँ। फाइन मोटर डेभलपमेन्ट भनेको के हो त? कोअर्डिनेसन अफ आई र ह्यान्ड माउथ के। आई
ह्यान्ड र आई, त्यसै गरी ह्यान्ड र माउथ के हो, यो सबको के हो, कोअर्डिनेसन हो। त्यसलाई चाहिँ फाइन मोटर डेभलपमेन्ट भन्छ है। अब त्यस्तै गरी सोसल डेभलपमेन्ट। अब हेरौँ सोसल डेभलपमेन्ट के छ, त्यहाँ मैले भने याद गर्नु 236, 2मा चाहिँ सोसल स्माइल। ल बच्चाले सोसल स्माइल दियो है, हल्का यसो हाँस्थ्यो। अब त्यसपछि के हुन्छ, अब हेरौँ 3 र 6 महिनामा याद गरौँ। 3 महिनामै उसले चाहिँ आफ्नो मम्मीलाई चिन्यो, त्यस्तै गरी 6 महिनामा बच्चाले हामीलाई चिन्यो भनेर सोच्ने। अब सक्यो। अब 9, अब मलाई त म त जानिसक्यो। 9 मन्थमा मलाई चाहिँ बाई बाई भन्छ कि। अब यो भन्ने कि पिच प्यारेन्ट्स टास्क के लाइक हुन्छ नि, मतलब कि बच्चाले पिच प्यारेन्ट्स टास्कहरू गर्न थाल्छ कि, जस्तो गर्ने स्विपिङहरू गर्ने। अब द्याट्स अल। त्यसपछि 2 वर्षमा मलाई खाना लाग्यो, टोयलेट लाग्यो भनेर भन्न थाल्छ भने सोच्ने। अब 3 वर्षमा 3, अब हेरौँ है 3, 4 र 5मा यति चिजहरू। 3 वर्षको बच्चाले सेयर ट्वाइज गर्यो। ल उसले आफ्नो खेलौनाहरू मतलब कि बाँडेर गर्छ र उसलाई आफ्नो नाम ठेगानाहरू थाहा छ। अब त्यो बच्चाले बल्ल 4 वर्ष भएपछि के हुन्छ त, ग्रुपमा गएर खेल्न थाल्छ कि, ग्रुपमा गएर खेल्न थाल्छ र आफैले टोयलेट पनि जान थाल्छ। यो कुरा भयो। त्यसपछि चाहिँ के छ भन्दाखेरि 5 वर्षको बच्चाले चाहिँ हाउस होल्ड वर्कमा चाहिँ टास्कमा चाहिँ हेल्प गर्न थाल्छ भनेर सोच्ने। ल मेरो कुनै बहिनी छ मानौँ, त्यो 5 वर्षको भएपछि बल्ल उसले चाहिँ मतलब कि हल्का अब बहिनी चाहिँ भाइले नै मतलब घरमा यताउता काम गर्ने, यता यो ल्याइज त्यो ल्याइज त कामहरू गर्न चाहिँ थाल्छ भनेर हाउस होल्ड टास्कमा चाहिँ सोच्ने भनेर सम्झिने। सकिहाल्यो कि द्याट्स अल। ल अब हामी अब ल्याङ्ग्वेजमा है। अब ल्याङ्ग्वेजमा सबभन्दा पहिला माइलस्टोनमा चाहिँ 1 मन्थ, मैले त्यहाँ पनि भनेको थिएँ 1 3 4 6 भनेर याद गर्नु। ल 1 3 4 6 1 1 3 हेर है। अब 3 मन्थमा चाहिँ कुज हुन्छ कि, 3 मन्थमा कुज सोच्ने। सकिहाल्यो। फर्स्ट मन्थमा चाहिँ साउन्ड, यसमा कुनै समस्या भएन। 3मा चाहिँ कुज भन्ने सोच्ने। ल 4 मन्थमा चाहिँ लाउड, लाफ लाउड के, 4 छ नि, 4 लाफ लाउड। अब याद गर्ने, अब त्यो मिलाउने। अब यस्तै गरी 6 मन्थ र 9 मन्थको बच्चा है। 6 मन्थमा चाहिँ मोनोसिलेबस, 9 मन्थमा चाहिँ बाइसिलेबस सोच्ने। ल 6 मन्थमा चाहिँ मा दापा भन्छ नि, बाबा दापा भन्छ। ल 9मा चाहिँ मामा बाबा दादा बाबा भन्छ। यो सोच्न सक्यो। अब फेरि 12 महिना, त्यसपछि 18 महिना है। 12 महिना नामैमा चाहिँ नि 12 त 1 to 2 वर्ड्स बोल्छ कि। जो बच्चाले 1 to 2 वर्ड्स बोल्न थाल्छ त्यसले चाहिँ अब चाहिँ हल्का बढी वर्ड, मतलब कि 8 देखि 10 यहाँ छ नि त 1 8, त्यही भएर के भने त 8 देखि 10 वर्ड भोकाबुलरी गर्न थाल्छ। अब 2 वर्षको बच्चाले चाहिँ 2 to 3 वर्डको सेन्टेन्स बोल्न थाल्छ। नामी छ नि 2मा त, यस 2 to 3 वर्डको सेन्टेन्स बोल्न थाल्छ। लाइक आई मी युहरू युज गरेर बोल्न। अब हामी तर आई मी युहरू वर्ड हुन्छ नि, त्यसरी चाहिँ युज गर्न थाल्छ है। अब यही सही गरी चाहिँ 3 इयरको बच्चाले चाहिँ एक्स गर्न थाल्छ। ल अब 4 वर्षको, अब 3 वर्षको बच्चाले जब चाहिँ क्वेसन एक्स गर्न थाल्यो भने 4 वर्षको बच्चाले चाहिँ मतलब कि सिङ सङ पोएमहरू गर्न थाल्छ। अनि 5 वर्षको अझ हामीलाई सबलाई थाहा छ एक्स द मिनिङ अफ द वर्ड्स, त्यसको मिनिङ के हो भनेर सोध्न थाल्छ। ल अब फेरि यहाँ मैले ल्याइदिएँ ग्रस मोटर सोसल ल्याङ्ग्वेजमा के गर्ने त हेरौँ। ग्रसमा 35 35 र 68 याद गर्ने, मोटरमा चाहिँ 46 याद गर्ने, यसमा चाहिँ 236 याद गर्ने, यो ल्याङ्ग्वेजमा चाहिँ 1346 याद गर्ने।